पुरस्कार वितरण गर्नुभएको छ। स्वर्गीय बुवा नगेन्द्रनाथ पोखरेलको स्मृतिमा आमा झबी कला पोखरेल र छोरा खिमराज पोखरेलले रु 50,000 को अक्षयको स्थापना गर्नुभएको छ यहाँ। र आज आफैले पुरस्कार ल्याएर यहाँ विद्यार्थी भाइ बहिनीहरूलाई नर्सरीदेखि कक्षा 10 सम्मका विद्यार्थीहरूलाई 12 जना विद्यार्थीहरूलाई पुरस्कार सौजन्य प्राप्त गर्नुभएको छ। उहाँहरूलाई हाम्रो स्कुलको तर्फबाट विशेष धन्यवाद र आभार प्रकट गर्न चाहन्छौँ। र विद्यार्थी भाइ बहिनीबाट न्यानो मायाको लागि तालीको अपेक्षा गर्दछु। कृपया ताली बगाएर उहाँहरूलाई धन्यवाद ज्ञापन गर्दछौँ भन्ने कुरा म चाहन्छु। महेश राणा कक्षा 9 को भाइलाई मैले यदि आएको भाइ अगाडि आऊ, मैले यहाँ देखिनँ। ल नआएका विद्यार्थी भाइ बहिनीको पुरस्कार लिदिन विश्वविद्यालयका सहायक प्रह शान्त शर्मा गेवालीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। भोलि पर्सिको लाइनमा हामी चाहिँ विद्यार्थीहरूलाई यही उद्घोष गरेर दिने नै छौँ। यसो आमासँग बसेर गर्नु फोटा। विशेष धन्यवाद पोखरेल परिवारलाई।